आज हामी प्रतिनिधि सभाको 2079 को निर्वाचन पश्चात यस प्रतिनिधि सभाको 5औं अधिवेशनको पहिलो दिन पहिलो बैठकमा उपस्थित भएका छौं। म यस अवसरमा हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट, नेकपा एमाले संसदीय दलको तर्फबाट यस बैठकमा सम्पूर्ण मान्य सदस्यज्यूहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। सभामुख महोदय, भर्खरै सम्माननीय प्रधानमन्त्रीज्यूले यो संसदले आगामी दिनमा गर्नुपर्ने कामहरू र सरकारले गरेका संसदप्रतिको अपेक्षाको बारेमा अत्यन्तै सारगर्भित ढङ्गले मन्तव्य प्रकट गर्नुभएको छ र संसदलाई वास्तविक अर्थमा जनताको समस्यालाई, राष्ट्रको समस्यालाई उठाउने थलोको रूपमा, कानुन निर्माण गर्ने थलोको रूपमा र स्वस्थ र मर्यादित लोकतान्त्रिक अभ्यास गर्ने थलोको रूपमा विकास गर्न जुन अपेक्षा सम्माननीय प्रधानमन्त्रीज्यूले यो संसद समक्ष गर्नुभएको छ, म सम्माननीय प्रधानमन्त्रीज्यूको यो अपेक्षा र सरकारको यो निर्देशन, यो दिशानिर्देशनप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। त्यसैगरी पूर्व प्रधानमन्त्री साथै नेपाली कांग्रेसका सभापति, दलका नेता मान्य शेरबहादुर देउवाजीले हामी सबै मान्य सदस्यहरूलाई आजका चुनौतीहरूको सन्दर्भमा जुन गम्भीरता प्रकट गर्नको निम्ति, यो संसदको गरिमालाई उठाउनको निम्ति हामी सबैको ध्यान आकर्षण गर्नुभएको छ। एउटा जिम्मेवार राजनीतिक दलको नेताको हैसियतले म उहाँलाई सम्मान व्यक्त गर्न चाहन्छु र उहाँले व्यक्त गर्नुभएका विचारहरूप्रति समर्थन र सम्मान व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, हामीले यो 5औं अधिवेशनसम्म आइपुग्दा विगतमा 4वटा अधिवेशनहरू सम्पन्न गऱ्यौँ। विगतका 4वटा अधिवेशनहरूमा 40वटा विधेयकहरू दर्ता भएका थिए। 37वटा विधेयक सरकारले दर्ता गरेको थियो। 3वटा विधेयक गैर सरकारी विधेयकहरू थिए। तर दुःखका साथ भन्नुपर्छ सभामुख महोदय, गएका 4वटा अधिवेशनहरूमा हामीले जम्मा 17वटा विधेयकहरू मात्रै पास गर्न सक्यौँ र त्यसमा पनि 6वटा अर्थ विधेयक, त्यो सामान्यतया संसदको नियमित बिजनेसभित्रै पर्दथ्यो, त्यति मात्रै पास गर्न सक्यौँ र यो हाम्रो लागि त्यति सुखद विगत होइन सभामुख महोदय। त्यसकारणले अबको यो 5औं अधिवेशन, जसलाई हामीले विधेयक अधिवेशन पनि भनिरहेका छौँ, हिउँदे अधिवेशन भनिरहेका छौँ, र यसलाई सम्पूर्ण ढङ्गले विधायिकी अधिवेशनको रूपमा परिणत गर्नको निम्ति म सम्पूर्ण मान्य सदस्यज्यूहरूलाई हाम्रो दलको तर्फबाट अपिल गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु। आज संसदमा, प्रतिनिधि सभामा 14वटा विधेयकहरू प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधीन अवस्थामा रहेका छन्। हालै सरकारले केही विधेयकहरू संसदमा दर्ता गरिसकेको छ। प्रतिनिधि सभामा 3वटा र राष्ट्रिय सभामा 3वटा विधेयकहरू दर्ता भएका छन् र आगामी दिनमा थप विधेयक पनि सरकारको तर्फबाट दर्ता हुँदै जाने कुरा हामी सबैले बुझेकै छौँ। र यसरी हेर्दाखेरि आउने यो चल्ने यो 5औं अधिवेशनमा हामीले झन्डै 40-50वटा विधेयकहरूमाथि काम गर्नुपर्ने अवस्था छ सभामुख महोदय। र यो मुलुकको आवश्यकताको सन्दर्भमा यी विधेयकहरू छिटोभन्दा छिटो संसदले पारित गर्ने र कानुन बन्ने अवस्था सिर्जना भयो भने यो मुलुकलाई कानुनी राज्यको हिसाबले अगाडि बढाउन, संविधानको कार्यान्वयन गर्न र जनतामा एउटा आशा जगाउनको निम्ति हामी सफल हुनेछौँ। त्यसकारणले म हाम्रो दलको तर्फबाट यो आउने 5औं चलिरहेको 5औं अधिवेशनले सम्पूर्ण रूपमा विधायिकी कार्यमा ऐतिहासिक ढङ्गले आफ्नो विगतको भन्दा राम्रो भूमिका खेल्नेछ भन्ने अपेक्षा गर्न चाहन्छु र सम्पूर्ण माननीय सदस्यहरूबाट त्यो विश्वास पनि म व्यक्त गर्न चाहन्छु सभामुख महोदय। 6.5 महिना नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा यो सरकार निर्माण भएको एउटा 7 बुँदे सहमतिबाट हामीले 6.5 महिना व्यतीत गरेका छौं।
अघि नै मान्य शेरबहादुर देउवाजीले भने जस्तै यो 6.5 महिना त्यति लामो समय होइन, तर सँगसँगै म सम्माननीय प्रधानमन्त्रीज्यूको पनि ध्यान आकर्षण गर्न चाहन्छु। सम्भवतः सामान्य परिस्थिति हो भने यो 6.5 महिना त्यति लामो समय होइन, तर आज हामीसँग समयको धेरै ठुलो सुविधा छैन। धेरै छोटो समयमा हामीले अनगिन्ती उपलब्धिहरू हासिल गर्नुपर्नेछ, जनतामा एउटा उत्साह जगाउनु पर्नेछ, लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नुपर्नेछ, संविधानलाई अझै प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेछ, जनताको जीवनमा परिवर्तन ल्याउनु पर्नेछ, आर्थिक समृद्धि हासिल गर्नुपर्नेछ। यी तमाम विषयवस्तुका सन्दर्भमा हामीलाई समयको धेरै सुविधा छैन। त्यसकारणले म यो सरकारलाई, सम्माननीय प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नुभएको यो सरकारलाई यी जनअपेक्षालाई समयमै सम्बोधन गर्दै परिणाममुखी निष्कर्षहरूमा पुर्याउन र नेपाली जनतामा एउटा जुन उत्साह जागृत गर्नको निम्ति जुन ढङ्गले तदर्कताहरूका साथ काम गर्नुपर्ने हुन्छ त्यतातिर सरकारको ध्यान जानेछ भन्ने सन्दर्भमा पनि म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। यस अवधिमा पक्कै पनि केही सकारात्मक सन्देशहरू हामीले प्राप्त गरेका छौँ। पहिलो कुरा त नेकपा एमाले र नेपाली काङ्ग्रेस सम्मिलित र अन्य दलहरू समेत सम्मिलित यो सरकारले एउटा राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। यो कुनै राजनीतिक आग्रहको मात्रै सरकार छैन, यसले देशका विभिन्न भागहरूलाई प्रतिनिधित्व गरेको छ। हिजो मधेस केन्द्रित मुद्दाहरू उठाउने दलका साथीहरू पनि यो सरकारमा सामेल हुनुहुन्छ र अन्य दलका साथीहरू पनि यो सरकारमा सामेल हुनुहुन्छ। त्यसकारणले यो सरकारले राष्ट्रिय स्वरूप पनि ग्रहण गरेको छ। साथै दुईटा मुख्य जिम्मेदार पार्टीहरू यो सरकारमा नेतृत्व गरेको सन्दर्भमा यसले नेपालको आधुनिक नेपालको इतिहासको लिगेसीलाई, खास गरिकन नेपालको एकीकरणदेखि आजसम्मको लिगेसीलाई यो सरकारले प्रतिनिधित्व गर्दछ। त्यसकारणले मैले विभिन्न ठाउँमा भन्ने गरेको छु, पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरणको ऐतिहासिक काम गरे। आज अब यो सरकार र यो सरकारमा सम्मिलित पार्टी खास गरिकन नेकपा एमाले र नेपाली काङ्ग्रेसले यो देशको सामाजिक एकतालाई अझ मजबुत बनाउँदै, सांस्कृतिक र सामाजिक एकतालाई सुदृढ गर्दै यो देशको समृद्धि हासिल गर्ने दिशामा नेपालको एकीकरणको भाग 2 को ऐतिहासिक जिम्मेदारी यो सरकारसँग छ भन्ने कुरा हामीले बुझ्नुपर्छ भन्ने म राख्न चाहन्छु। सभामुख महोदय, यो अवधिमा केही आशा जगाउने कामहरू भएका छन्। खास गरिकन पुँजीगत खर्चमा, विकास निर्माणको अभियानमा केही सुधार भएको छ, तर अझै जति हुनुपर्ने भएको छैन। अर्थतन्त्रमा केही सकारात्मक सन्देशहरू, सङ्केतहरू देखा परेका छन्, चाहे त्यो राजस्व उठाउने कुरामा होस्, सङ्कलनको कुरामा होस्, अथवा अर्थतन्त्रका अन्य सूचकहरू, वैदेशिक मुद्राको सञ्चितिका कुराहरू, विप्रेषणका कुराहरू, अथवा अर्थतन्त्रका अन्य थप सूचकहरू, चाहे त्यो पुँजी बजारको सकारात्मक कुरा होस्, लगायतका विषयमा केही सकारात्मक सङ्केतहरू देखा परेका छन्। असाध्यै अप्ठ्यारो स्थितिमा यो सरकारले जिम्मेवारी लिएको थियो, त्यसलाई सकारात्मक दिशामा फर्काउन कोसिसहरू भएका छन्। यसको म प्रशंसा गर्न चाहन्छु। विकास निर्माणका काममा प्रधानमन्त्रीजीले जुन तदारुकता लिनुभएको छ, मन्त्रीहरूलाई निर्देशन गर्नुभएको छ, सचिवहरूलाई निर्देशन गर्नुभएको छ, आफै फिल्डमा जानुभएको छ र विकास निर्माणलाई एउटा गति दिन प्रधानमन्त्रीजीले जुन नेतृत्व गर्नुभएको छ र सम्पूर्ण मन्त्रीहरूले त्यसमा साथ दिनुभएको छ, त्यसको हामी प्रशंसा गर्दछौँ। तर यसमा परिणाम निस्किनुपर्छ भन्ने कुरामा फेरि पनि म जोड दिन चाहन्छु। त्यसै गरी यो बिचमा पर्यटन क्षेत्रमा केही सकारात्मक उत्साहहरू देखा परेको छ, त्यो हाम्रो लागि खुसीको कुरा हो। लगानीको क्षेत्रमा सरकारले पछिल्लो दिनमा ल्याएका केही अध्यादेशहरूले लगानीको क्षेत्र अब क्रमशः एउटा उत्साह र सकारात्मक दिशामा आउनेछ भन्ने विश्वास हामीले लिएका छौँ। त्यसकारणले हामी आउने दिनमा अझै थप परिणामको अपेक्षा पनि हामीले गर्दछौँ। यही सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीजीले सविस्तार व्याख्या गर्नुभएको छ अध्यादेशको सन्दर्भमा।
अध्यादेशहरू कस्तो अवस्थामा आउँछन् त्यो हामी सबैलाई थाहा छ। संविधानको धारा 114 ले अध्यादेशको व्यवस्था गरेको छ। हामीले किन त्यो संविधानमा राख्यौं त्यो हामी सबैलाई थाहा छ। हामी संविधान बनाउने राजनीतिक शक्तिहरू यही नै छौं। अध्यादेश किन राख्यौं? संसदीय अभ्यास भएका मुलुकमा मात्रै हैन, अन्य खालका मुलुकमा पनि अध्यादेशका प्रावधानहरू छन्। संसदीय व्यवस्था भएका मुलुकहरूले त्यसलाई संवैधानिक व्यवस्था गरेका छन्। सरकारलाई संवैधानिक ढंगले चलाउनको निम्ति यस्तो व्यवस्था गरिएको छ र यो कुनै नौलोखा होइन। अध्यादेश सामान्य सभामुख महोदय, नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओलीको सरकार मात्रै होइन। विगतमा हामीले हेर्यौं भने आज विपक्षी बेन्चमा बसिरहनु भएका दलका नेता माननीय पुष्पकमल दाहालजी प्रधानमन्त्री भएको बेलामा 79 को निर्वाचनपछि उहाँले 3 पटक अध्यादेश ल्याउनु भयो। झन्डै 14 वटा जति कानुन उहाँले संशोधन गर्नुभयो। त्यसमा मिटर ब्याजको सन्दर्भमा पनि थिए, लगानी प्रवर्धन गर्ने सन्दर्भमा खास गरिकन लगानी सम्मेलनको पूर्व सन्ध्यामा अध्यादेश आएको थियो। 2 गते संसद बैठक स्थगित गरेर 10 गते अध्यादेश आएको थियो। यो त नियमित प्रक्रिया छ नि त। त्यसैले अध्यादेशको प्रक्रियामा कसैले विमति जनाउनु पर्ने जस्तो मलाई लाग्दैन। अध्यादेशका कन्टेनरमा अघि पनि प्रधानमन्त्रीले भन्नुभयो, अध्यादेशका कन्टेनरमा हामीसँग केही असहमति छन् भने म यही दृष्टिकोणबाट आह्वान गर्न चाहन्छु माननीय पुष्पकमल दाहालजीलाई, तपाईका मान्य सदस्यबाट होइन, प्रतिस्थापन विधेयकमा तपाईकै नामबाट संशोधन प्रस्ताव आओस् न त, हामी छलफल गरौँ। प्रतिस्थापन त आउँछ, त्यसमा यहाँले नै संशोधन प्रस्ताव राख्नुस्, हामी त्यसमा छलफल गरौँ। त्यो गम्भीरताका साथ छलफल गर्न हामी तयार छौँ र म सम्पूर्ण मान्यज्यूहरूलाई त्यो भन्न चाहन्छु। 2078 सालको नमिठो घटना हामी फेरि किन सम्झिनु? 2078 सालको भदौ 2 गते आएको अध्यादेशले नेकपा एमाले विभाजन भएको दुःखद इतिहास नकोट्यौं भनेको थियो, तर अध्यादेशको चर्चा विपक्षी दलहरूले गरिरहँदा यो पनि एकपल्ट उहाँहरूलाई सम्झना होस् भनेर मैले उठाउन मात्रै खोजेको। यसमा अन्यथा केही पनि छैन सभामुख महोदय। 78 सालमा जम्मा 16 वटा अध्यादेश आएको रहेछ। त्यति बेला त प्रधानमन्त्री केपी ओली त हुनुहुन्थेन, त्यति बेला त एमाले सरकारमा थिएन, अध्यादेशको त बाढी नै चलेको थियो र अध्यादेशबाट पार्टी फुटाइएको पनि थियो। र आज मलाई अचम्म यस मानेमा लाग्छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश गलत भन्दैछ। यो चाहिँ बडा गजब अचम्म लागेको छ। अध्यादेशबाट जन्मिएको छ, अध्यादेश ठिक छैन भनेको छ। यो के हुन लाग्यो हो नेपालमा? अचम्मै भइरहेको छ यो चाहिँ। त्यसकारणले त्यतातिर पनि म धेरै चर्चा गर्न चाहन्न सभामुख महोदय। हाम्रो एउटा संसदीय अभ्यासको पुरानो अभ्यास भएको मुलुक भारत छ। यसो अध्यादेशको चर्चा आउँदा मैले हेरेँ 1950 जनवरी 26 देखि 1984 सम्म 348 वटा अध्यादेश आएका छन्। अरू देशमा पनि छ यस्तो, धेरै देशहरूमा छ। त्यसकारणले मलाई त के लाग्छ भने यो संसदमा प्रतिनिधि सभामा अध्यादेशको बारेमा, अध्यादेशको प्रोसेसको बारेमा, प्रक्रियाको बारेमा विरोध गर्ने कसैले अधिकार राख्छ भने जम्मा 2 जना मान्यहरूले राख्नुहुन्छ, मान्य प्रेम सुवाल र मान्य योगेन्द्र मण्डल। उहाँहरूको आजसम्म सरकारमा सहभागिता छैन। त्यसदेखि बाहेक कुनै पनि दल, कुनै पनि मान्यले अध्यादेशको प्रक्रियाको बारेमा विमति राख्नु त्यो नौटङ्की हो। किनभने हामी सबै त्यसमा कुनै न कुनै बेला भाग लिएका छौँ, अध्यादेशमा सही गरेका छौँ। उहाँहरू दुईटालाई यो अधिकार छ। उहाँहरू दुईटा अहिलेसम्म सरकारमा सामेल भएको पार्टी पनि होइन, मान्य पनि होइन। अरू कोही पनि यसबाट अछुतो छ जस्तो मलाई लाग्दैन। त्यसकारणले अब सहकारी सम्बन्धी छानबिनको कुरा सरकारले कारबाहीको प्रक्रियालाई अगाडि बढायो। त्यो यही संसदले दिएको निर्देशन हो। संसदको भदौ 31 गते बसेको बैठकले दिएको निर्देशन हो। त्यो निर्देशनलाई हामीले सर्वसम्मत ढङ्गले, सभामुख महोदयले निर्णय प्रस्तुत गर्दा हामीले सर्वसम्मत ढङ्गले मान्य सूर्यबहादुर थापाजीको संयोजकत्वमा बनेको सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनलाई एकमतले स्वीकारेका हौं। म
सम्मानका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यज्यूहरूलाई भन्न चाहन्छु, तपाईहरुले उठाइरहेको मुद्दा जायज हो कि होइन यो सरकारलाई नसोध्नुस्, मान्य शिशिर खनालजीलाई सोध्नुस्, यो ठिक थियो कि गलत, उहाँले जवाफ दिनुहुन्छ। उहाँले सही गरेको प्रतिवेदन हो। त्यसकारणले यहाँ सरकारप्रति अमला उठाइरहनु पर्ने आवश्यकता मैले देख्दिनँ। त्यसकारणले सभामुख महोदय, यस बीचमा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिबद्धता छ, हामी छिटोभन्दा छिटो कानुन निर्माणको प्रक्रियालाई अगाडि बढाउँ, सुशासनलाई अगाडि बढाउँ, लगानीलाई प्रवर्धन गरौँ, हाम्रा समस्याहरू हल गरौँ। आज सरकारले ल्याएका 29 वटा जति कानुनहरूको संशोधन गर्ने अध्यादेश यसैमा केन्द्रित छ। वर्षौं वर्षदेखि अव्यवस्थित बसोबास र भूमिहीनहरूको समस्या छ। यो अध्यादेशले अव्यवस्थित बसोबास र भूमिहीनहरूको हल गर्नको निम्ति अध्यादेश आएको छ। म स्पष्ट गर्न चाहन्छु नेकपा एमालेको तर्फबाट, यो सरकारले कुनै टुणी खेलमा बस्ती बसाउन यो अध्यादेश ल्याएको होइन, जंगल फाडेर बस्ती बसाउन यो अध्यादेश ल्याएको होइन, तर अव्यवस्थित र भूमिहीनहरूको सन्दर्भमा, सुकुम्बासीहरूको सन्दर्भमा के हामी जहिले पनि गीत गाइराख्ने, यो समस्या हल नगर्ने? अनि जो सरकार आउँछ त्यसका 200-400 मानिसहरूलाई जागिर खुवाउनको निम्ति भूमि आयोग बनाउने, अर्को सरकार आउँछ विघटन गर्ने, अनि यस्तै काम गरिराख्ने त? यसलाई त कुनै न कुनै बेला ब्रेक थ्रु गर्नु पर्यो, हल गर्नु पर्यो। त्यसकारण यो सरकारले जुन कमिटमेन्टका साथ भूमिहीन र सुकुम्बासीहरूको, अव्यवस्थित बसोबासीहरूको समस्या हल गर्नको निम्ति अध्यादेश ल्याएको छ, यसले कुनै सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने छैन। यदि त्यस्तो गर्यो भने निगरानी गर्ने संसद छँदैछ। त्यसमा पनि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको सन्दर्भमा आवाज उठाउँदै आएको नेकपा माओवादीले नै यो प्रक्रियाको विरोध गर्नु बडा अचम्म लाग्ने कुरा हो। अरूले विरोध गरे त स्वाभाविक थियो। भूमिहीन र सुकुम्बासीको समस्या हल गर्छु भन्ने सरकारलाई साथ देला भनेको माओवादीले अध्यादेशको विरोध गर्ने कुरा त्यति युक्तिसङ्गत होइन। आज झन्डै 1.5-2 लाख नेपाली युवाहरू विदेशी आईटी कम्पनीमा नेपालमा बसेर काम गरिरहेका छन्। उनीहरूले भनिरहेका छन् कि हामी विश्वका धेरै आईटी कम्पनीहरूसँग, मल्टिनेसनल कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न तयार छौँ, सरकारले बाटो खोलिदेऊ। हामी अमेरिकाको ठुल्ठुला कम्पनीहरूको टेन्डर लिन सक्छौँ, हामी त्यो हिम्मत गर्छौँ भनिरहेका छौँ। ठुला देशहरूको आईटी कम्पनीमा हामी प्रतिस्पर्धा गर्न सक्छौँ, बाटो खोलिदेऊ भनिरहेका छौँ। उहाँहरूले यो अध्यादेशले बाटो खोलिदियो, त्यसमा के गल्ती भयो त? आज झन्डै 70 अरब विदेशी पुँजी नेपाल भित्रिएको छ आईटी को कामबाट भने अब झन्डै त्यसको 10 डबल, झन्डै 10 खरब पुँजी नेपालमा भित्रिन्छ भनेर आईटी सेक्टरका मानिसहरूले भनेका छन् र स्वागत गरिरहेका छन्। स्वागत पो गर्नुपर्ने होइन र यो? उद्योगी व्यवसायीहरूले प्रशासनिक काम झन्झटिलो भयो, हामीलाई सहजीकरण गरिदिनुस् ब्याङ्किङ प्रोसेस भनेर सरकारलाई पटक पटक भन्यो। र आजको सरकारले उद्योगी व्यवसायीहरूलाई लगानीको वातावरण बनाउन, ब्याङ्किङ प्रक्रियालाई सहजीकरण गर्न, सरलीकृत गर्न केही अध्यादेशहरू ल्याएको छ। त्यसले उद्योगी व्यवसायीहरू उत्साहित भएका छन्। यसले लगानीको प्रवर्धन गर्ने कुरामा हामी ज्यादा अब विश्वास हुन सक्छौँ। त्यसकारणले यो सरकारले 7 दिनभित्र फाइल सबै मन्त्रालयहरूबाट स्पष्ट गर, जुन कार्यालयबाट भनेको छ, के यो गलत हो र? यी लगायतका थुप्रै विषयहरू यो अध्यादेशले समेटेको छ, जो प्रतिस्थापनको सन्दर्भमा यो संसदमा आउँछ। त्यसमा केही कमी कमजोरी छन् भने हामी सच्याउँदै जाउँला। एउटा लोकतान्त्रिक अभ्यास हो, त्यसलाई हामी सच्याउन सक्छौँ र आगामी दिनमा अगाडि बढ्न सक्छौँ। सामान्य सभामुख महोदय, अन्तिममा संविधान संशोधनको एउटा महत्त्वपूर्ण एजेन्डा यो सरकारको छ। म हाम्रो दलको तर्फबाट स्पष्ट गर्न चाहन्छु, यो संविधान संशोधन भनेको लोकतन्त्रलाई अझै बलियो बनाउने, गणतन्त्रलाई सुदृढ गर्ने, संघीयतालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने, सहभागिता र पहिचानलाई अझै प्रभावकारी ढङ्गले सुनिश्चित गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गर्ने, मौलिक हकहरूलाई अझै प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने,
जनतामा रहेको नागरिकमा रहेको सार्वभौम सत्तालाई अझै प्रभावकारी ढङ्गले त्यसको कार्यान्वयन गर्ने यो उद्देश्यले संविधान संशोधन यस बाहेक हामीले 10 वर्षमा निर्वाचन प्रणालीका बारेमा शक्ति पृथकीकरणकै सन्दर्भमा अघि सम्माननीय प्रधानजीले केही संकेत गर्नुभयो कार्यपालिका व्यवस्थापिका न्यायपालिकाका अधिकार क्षेत्रहरू छन् 3 तहको सरकारका अधिकार क्षेत्रहरू छन् लगायतका थुप्रै विषयमा हाम्रो अभ्यासले पनि केही संशोधन गर्नुपर्ने आवश्यकता महसुस भइसक्यो त्यसकारणले संविधान संशोधन यो आवश्यकता हो यहाँ कोही डराउनु पर्दैन कसैलाई राजनीतिक प्रतिस्पर्धाबाट विमुख गर्नको निम्ति संविधान संशोधनको एजेन्डा ल्याइएको होइन हाम्रो पार्टी जनताको बहुदलीय जनवाद मैले सके सभामुख जनताको बहुदलीय जनवादको सिद्धान्तमा विश्वास गर्दछ र जनताको बहुदलीय जनवादको बारेमा संसदको पहिलो सत्र 2048 सालमा जननेता मदन भण्डारीले सविस्तार व्याख्या गर्नुभएको छ यो संसदको रेकर्डमा छ र यो हाम्रो भक्ति मात्रै होइन सैद्धान्तिक प्रतिबद्धता पनि हो भनेर हामीले स्पष्ट गरेका छौँ त्यसकारण यहाँ कुनै दल तर्सिनु पर्दैन कोही डराउनु पर्दैन प्रतिस्पर्धाले हाम्रो स्थानलाई सुरक्षित गर्छ कसैको आग्रहले हाम्रो स्थान बन्ने होइन प्रतिस्पर्धाले सुरक्षित गर्छ प्रतिस्पर्धाले सुरक्षित गरेको स्थानको आसनमा बस्न हामी तयार छौँ यहाँ कोही डराउनु पर्ने कोही आत्तिनु पर्ने आवश्यकता छैन सबैलाई संविधानले निर्देशित गर्ने हो कानुनले निर्देशित गर्ने हो यदि कानुन र संविधान उपयुक्त छैनन् भने यो सार्वभौम संसदको अधिकार हो कि त्यसमा संशोधनको प्रक्रिया पनि अगाडि बढ्छ त्यसैले अन्तिममा सभामुख महोदय म धेरै लामो समय नलिकन अब यो 5औं अधिवेशन जुन आजदेखि प्रारम्भ भएको छ यसले सही दिशामा विधायकी कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउँदै सरकारलाई आवश्यक निगरानी गर्दै अनि जनताका समस्याहरूलाई स्वस्थ र मर्यादित ढङ्गले यो संसदभित्र छलफलको एउटा विषयवस्तु बनाउँदै संसदको गरिमालाई अझ उच्च राख्ने कुरामा म विश्वास लिन चाहन्छु तर सबै मान्य सदस्यज्यूहरूलाई त्यसप्रति गम्भीरताका साथ अगाडि बढ्न दलको तर्फबाट अपिल गर्दै सम्माननीय सभामुखजीले समय दिनुभयो यहाँप्रति आभार व्यक्त गर्दछु धन्यवाद